हेलो गाइजहरु सबैजनालाई वेलकम। मेरो भिडियो फेरि आइसक्यो हैन, सबैजनाले हेर्दिनु होला अनि शेयर सब्स्क्राइब सबै गर्दिनु होला। अनि भ्युज त टन्नै आउँछन् कुरै छाडे। अनि आज चाहिँ फेरि हामी यसो एक्जाम आउन लाग्छ हैन, त्यही पनि हामी एक्जामको प्रिपरेसनको लागि भौतारिँदै छौं हैन। अब हेर्दै जाउँ कतासम्म लग्छ यात्राले। जाँदैछौँ आज माछा पकाउन भन्न पाइन्छन्, माछा नपाइने कुरो हैन। माछा साछा कति छन् के छन्, माछा खान जान लाग्छौँ हैन हामी माथिबाट। अनि माछाले साथ दिन्छन् कि के गर्छन् हेरौँला। भइएछ भने त आज केजी हान्दिने हो माछा। अनि अब माछा छैनन् भने त अब के भन्न सकिन्छ र, खाने जति ल्याउने होला आज। अनि यतातिर तोरीबारी देखाउन त पुरै नै पहिला यो त आज चाहिँ हामी दुईटा जान लाग्छौँ। दुई भाइ हामी कसिएर जान लाग्छौँ हैन, कसिएर जान लाग्छौँ माछा खानलाई। दुई भाइ जान लाग्छौँ। हामी चाहिँ अहिले यो तोरीबारीमा टक्क लाएर छौँ हैन। यहाँ पुरै एरियाभरि तोरीबारी छ क्या, हेर्न सक्नुहुन्छ। पुरै के कुरा गर्नु र तोरीबारीको पुरै तोरीबारी छ हैन। गाजहरू यो दाङ जिल्लाबाट चाहिँ धेरै ठाउँमा प्रसारण हुन्छ हैन यो तोरीको तेल हैन। त्यही भएर जे होस् के हो भन्दाखेरि यो तेल चाहिँ कतिवटा ठाउँ जिल्ला जति छुन्छ लालु। जिल्ला अन्तर्गत सल्यान, रुकुम, प्युठान, रोल्पा पुग्छ होला। डोल्पा पनि पुग्छ क्या सायद, खै त पुग्छ हैन। धेरै ठाउँमा जान्छ जे होस्। 5-6 जिल्ला 10 जिल्ला जति चाहिँ यो यहाँबाट जान्छ हैन, यो तेल बनेर जान्छ। अनि हामी चाहिँ टक्क लाएर अहिले चाहिँ यो स्कुल छ अगाडि देख्न सक्नुहुन्छ हामीले, अमृत एकाडेमी तुलसीपुर 19 बनकट्टीमा छ हैन। यसको मेन स्कुल चाहिँ तुलसीपुर छ, ज्ञानज्योति हो हैन यसको मेन चाहिँ। अनि अब पछाडिका साना साना शाखाहरू नि शाखा हुन्, एउटा यहाँ छ अनि धेरै छन् शाखा पनि। अनि विद्यार्थी पनि टन्न छ हैन, 10सम्म छ पढाइ। हेर्दै जानु होला अगाडि के हुन्छ। ल है हामी चाहिँ बिजौरीदेखि हल्का माथि आइसक्यौँ। अनि टक्क लाएर अब यति अगाडि चाहिँ अगाडिबाट तलतिर जान्छौँ खोलातिर। गर्मी पुरै लास्टै गर्मी भएको छ क्या, गर्मी भएको छ। अनि स्विमिङ हानेर यता हाम्रो एउटा प्रिपरेसन भनौँ न, एक्जामको प्रिपरेसन जस्तै छ हो, बुझ्नु होला। अब त्यो त पछि थाहा हुन्छ बिस्तारै के प्रिपरेसन हो भन्ने कुरो। अनि दुईटा जान लाग्छौँ। पुरै गाउँ क्या बबाल हो, फेरि हेर्न सक्नुहुन्छ बबाल छ पुरै। यस्तै ठाउँमा बस्ने मजा हो क्या, बबाल ठाउँहरू छन् होइन। टक्क लगाएर अगाडि बाख्रा हेर्न सक्नुहुन्छ, बाख्रा चढाएको होइन। अनि कति टाइम लाग्छ भने त 30 मिनट 30 मिनट ए। अब गर्मी धेरै छ, नत्र भने त 15 मिनट लाग्थ्यो होला। गर्मीमा हिँड्न सकिन्न नि त, श्वास प्रश्वासको समस्या आउँछ। हाम्रो एक्जाम कहिलेबाट छ अरे फाइनल एक्जाम होला 2-4 दिनपछि। कस्तो तयारी त खाइबरी छ। कस्टम जिन्दगीमा तर नि अरू सब काम गर्नु क्या, तर घरबाट नभनौँ होइन। यो कुरो भन्नुहुन्न, गोप्य राखौँ यो कुरा, पछि भनौँला। अनि टक्क लाएर अहिले चाहिँ हामी अगाडि मन्दिर छ होइन, मन्दिरमा पुगिसकेका छौँ।
त्यति मन्दिर छ गाइजहरू मलाई अलि सपोर्ट गर्नु पर्यो गाइजहरू भ्युज बढाइदिनु पर्यो अनि त्यस पछाडिमा चाहिँ आइफोन 60 प्रो ल्याएर राम्रो अलि कालो मान्छेलाई गोरो बनाउँला के बोले भाइ अब के बोले एकदम यसले भने जस्तै हो होइन म चाहिँ कहिले यति सहयोग गर्नु कि सबैले सब्सक्राइब गरिदिनु सेयर गरिदिनु सबै गरिदिनु म पनि हल्का थोडा कमाउन पैसा जस्तो लाग्छ कहिले मलाई पनि हैन एक्जाम्पल भोजराज थापा जस्तो फर इक्जाम्पल रतन कार्की त अलि लो भइसक्यो हैन भोजराज थापा के एमआरपी भनौँ न एमआरपीबाट एक्सपायर भयो म चाहिँ हैन अनि मलाई यहाँसम्म ल्याउने चाहिँ एमआरबी मन्दिर हेर्न सक्नुहुन्छ गाइस सर मन्दिर अहिले चाहिँ आइसक्यौँ हाम्रो खोलातिर अब मजाले गइन्छ खोज्दै न के ताल खोज्दै गइन्छ अनि कहाँ छ हेरिन्छ राम्रो ठाउँमा खेलिन्छ हैन दुईवटा आइया छ लास्टै गरी भइया छ नास्ता पनि खाइया छैन चुइको पनि खाइया छ अनि त्यहाँ पारीको चाहिँ बजार गएर पारीको गाउँ चाहिँ टमाटरले भरिया छ कति हो कति टमाटर पुरै छाडिदिनु क्या अस्ति हामी होब्ल्यास भन्दा नि होब्ल्यास भयौँ अस्ति गएको थियौँ होइन होब्ल्यास भइदियो क्या पुरै त्यो यत्रो एरियाभरि टमाटर छ क्या लास्टै टमाटर छैन त्यहाँ त देखेपछि थाहा हुन्छ हजुरहरूलाई पुरै लास्टै टमाटर छ होइन अनि हामी चाहिँ अहिले खोलातिर प्रवेश गरेको छौँ अनि हेर्दै डुल्दै घुम्दै गइन्छ अब होइन माथितिर अब एउटा कुरा भन्दाखेरि के हो भनेपछि होइन साथीहरू सबैले सुन्नु होला भिडियो हेर्नेहरू अनि कोही देख्नेहरूले भन्छन् होला नि त यसको जिन्दगी त मौज छ भनेर भन्छन् होला होइन जिन्दगी के हो त अब त्यो भोग्ने मान्छेलाई थाहा हुन्छ होइन अब एउटा भिडियो गराउँदैमा एउटा केही गर्दैमा जिन्दगी मौज भनिदिने मान्छेहरू पनि हुन्छन् होइन तिनीहरूले भित्री रूप देखेको हुँदैनन् भन्नाले अब भित्र त कति दुःख हुन्छ कति के हुन्छ त्यो मान्छेले बाहिर देखाउँदैन नि अब बाहिर रुँदै हिँड्ने त होइन नि त अब दुःख भयो भन्दैमा रुँदै हिँड्दैन होइन अनि त्यही भएर अब त्यस्तो भन्नु पनि हुन्न अर्कालाई होइन अब त्यसको जिन्दगी अब ल भन्नाले बाहिरतिर राम्रो तरिकाले हिँड्दैछ भन्दैमा त्यसलाई तेरो जिन्दगी मौज छ अनि यताउता भनिदिने नराम्रो कुराहरू भनिदिनु भन्दा पनि आफू कस्तो छु भन्नेमा भर पर्छ अनि आफ्नो सोच हो सबैभन्दा पनि आफ्नो सोच कतातिर जान्छ र कतातिर लाग्छ के बोल्छु भन्ने त्यो तपाईँहरूको कुरा हो होइन अब त्यो त म के भनौँ र अनि दुःख के हो त अब भोग्ने मान्छेलाई नै थाहा हुन्छ भन्ने मान्छेलाई भन्दा हामी चाहिँ अहिले चाहिँ यहाँको भनेको थियो नि त अगाडि मैले सानो प्रिपरेसन खत्तम त्यो चाहिँ हामीले अहिले यताको कामसाम सक्यौँ होइन टमाटर खेती हेऱ्यौँ अनि यताउता एउटा सानो कम्युनिकेसनको लागि आएको थियौँ होइन अनि त्यो सकेर त्यो काम सकेर अब चाहिँ रुमतिर फर्किँदैछौँ थकाइ लाग्यो के लास्टै अब कति माथि आएको छौँ कति माथि त्यही 5-6 किलोमिटर आएको छौँ होइन हिँडेर त्यही भएर लास्टै अब थकाइ लाग्छ त्यही भएर टक्क यता सर सुत्नु भएको छ हाम्रो सर लालबहादुर सर अनि अब यता म चाहिँ
बोलिरहेको छु, भिडियो बनाइरहेको छु भनौँ होइन। सस्पेन्सन ब्रिज हेर्न सक्नुहुन्छ साथीहरू, सस्पेन्सन ब्रिज भन्छ यसलाई नि। अनि भनेपछि अब हाम्रो यहाँबाट बिजौरी जाने टाइम लाग्छ। कति बजे छ? 20-30 मिनट लाग्ला भनौँ होइन। टक्क अहिले चाहिँ थाकेर बसिया छौँ। हेलो साथीहरू, भाइ हामी चाहिँ अब हल्का कामसाम थियो माथितिर आउने होइन। कामसाम भ्याएर अब चाहिँ हामी चट्ट लाएर रुमतिर फर्किँदैछौँ होइन। अब रुम फर्केर गएर होइन अब 4 बज्न लागेको छ। रुममा जान्छ 4:30 हुन्छ होइन। टक्क अब गएर के हुन्छ खानपिन हुन्छ कि बा अब के हुन्छ हेरौँ त्यहाँ रुममा गएर होइन। व्यवस्था गरिन्छ पहिला, अनि व्यवस्था गरेर चाहिँ ल गाइजहरू सबैजनालाई वेलकम छ होइन मेरो योमा। अनि सबैजनाले मेरो भ्लग हेरिदिनु होला सुरुदेखि सबै भ्लगमा। कमेन्ट, लाइक, सेयर, सब्सक्राइब सबै गरिदिनु होला होइन। हेरेर मलाई अगाडि लैजानुहुन्छ भन्ने आश छ होइन। हेल्प मी प्लिज, सपोर्ट गरौँ सबैजनाले। अनि त्यही हो, योभन्दा पछिल्लो चरणमा खतरा। म फेरि आजभोलि त ट्यालेन्ट हो नि त, ज्ञान सम्बन्धी भन्दा नि खतरा ल्याइदिन्छु क्या अब होइन। जस्ट साथ दिनु पऱ्यो होइन। तपाईँहरूले साथ दिनु पऱ्यो होइन। बबाल ल्याउँछु होइन। कन्टेन्ट पनि खोज्दैछु होइन। बबाल तरिकाको आउँछु। अब कमेडी पनि ल्याउने भन्ने कुरो हो होइन। अनि टक्क पहिला साथ दिउँ, सब्सक्राइब पुऱ्याइदिउँ एक के होइन। अनि आज चाहिँ यति, आज भ्लग इन गर्छु यहीँ। अनि अर्को नेक्स्ट डे आउनेछु।